हामीसँग त रेकर्ड छ गृहमन्त्रीज्यू, भाटबटेनीको लुटपाटमा सत्तारूढ पार्टीको, तपाईँकै पार्टीको सहमहामन्त्रीको छोरा पक्राउ परेको छ। किन छोड्नुभयो तुरुन्तै? तपाईँको नेताको छोराले रक्सी लिएर गयो, उसले ल्याएको मान्छेले म रक्सी खान्न, मलाई कपडा काम लाग्छ भने कपडा लिएर गयो। पछि थाहा भयो तपाईँहरूले पक्रिँदाखेरि, तपाईँको पुलिसले पक्रिँदाखेरि भिडियोमा हेरेर पक्रियो, तर पक्रिँदा त नेताको छोरा रहेछ। नेताको छोरालाई छोड्नुभयो, ल्याएको मान्छे छुटेन, पछि यो कुरा सार्वजनिक गरिदिन्छु भनेर धम्काएपछि 2 घण्टाभित्र तपाईँहरूले छोड्नुभयो। मान्य सदस्य, यहाँको निर्धारित समय सकिएको छ। त्यसकारण यो सत्य तथ्य सार्वजनिक हुन जरुरी छ। तपाईँहरूले जबसम्म प्रजातन्त्र लोकतन्त्रको नाममा यस प्रकारको निरङ्कुशता चलाइराख्नुहुन्छ, हामीले यो निरङ्कुश तन्त्रको, यो व्यवस्थाको विरोध गरिराख्छौँ र यो पनि हेक्कार होस्। हामीले यो संविधानको